बेला चाहिँ भइसक्यो नि उठाउन सगरेर अनि प्रसङ्गले निर्णय हाम्रो चाहिँ एउटै छ यहाँनिर निर्णयहरू भिडियो बनाएको सकिने तक्कसँगले भोक लाग्न थाल्यो अब जाने हो नि अनि के अरे सन्सा कराएको हो सन्सा हजुर हाम्रो भाइरल सागर चोर्ने हुन्छ यहाँ हामी त घर हिँडेको बल्ल 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 सकेन बोकेर कुइ 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 ढाडे अब त भोलि पर्सि त आउँदा त म त खाजा बोकेर वासिम ल्याएर चुरुक चुरुक खानु हामी चाहिँ टक्कसँगले हिँडिसकेकै साथीहरू भोकले मर्न साथीहरू त भोकले त मर्न थियो साथीहरू अहिले नि के मर्नु भोकले मान्छे कति त बाँच्छ हामी एकछिन मान्छेहरू कति त बाँच्छ हामी एकछिनको भोकले क्याबाट मर्नु टक्कसँगले अनि उता डोन हो नि त घरको सबसे डोन पहिलाको साँच्चै यस्तो माला घन्टी लगाइदिएको गर्छ है मलाई फोटो नखिच कसले गर्छ झन्डी उठाएर गरेको गरोस् न त पानी चाहिँ साथी बनाउने कुराहरू केही भएन है पनि आज जानु पर्ने हो कि हामी त गएर के गर्नु पनि होला त्यही पनि जानुपर्छ अनि फल्ना फल्नामा उनीहरू नजाने भनाइ खानु त छैन बरु यसो सामेल हुनु त गएको राम्रै हुन्छ होइन जाने हो छोरी मान्छेले पनि गर्न त सकिन्छ है त्यो साह्रो हिम्मत चाहिँ हारिँदैन हामी पनि ततसँगले जानैपर्छ त्यहाँ हाम्रो पानी पुरा गाई खुर्ची नै बिग्रियो जस्तो लागेको छ बिगारेको छ कि बिग्रियो कि बुटको झरेपछि हाम्रोमा के गरेर झरेन त एउटै लाइनको पानी हो झर्नुपर्ने कि पानी के भयो हेलो साथीहरू अहिले चाहिँ म टक्कसँगले के अरे तल पसलसम्म जानु लागेको किनभने अब साउन महिना नि आउन लाग्यो नि त अनि मैले भाउजूलाई भनेको थिएँ चुरा ल्याइदिनु हरियोवाला भनेर ल्याइदिसक्नु भएछ अनि फेरि सकिजान्छ भनेर मलाई बोलाइसक्नु भएको छ अब जानु लागेको आजै चाहिँ साउने चुरा लाउनु लागेकै साथीहरू टक्कसँगले लगाउनु जानेको मान्छेहरू हेर्नुहोस् यही
ठुल बाजे तपाईँ कहिले आउनुहुन्छ? अब म छिटो जाँदैछु, छिटो आउनु। तिमी चाहिँ जतिखेर पनि दाजु हामी चुरा लगाउनु हिँडेको हाम्रो भाइ नि चुरा लगाउनु हिँडेको रे भाइले चाहिँ लगाउँदैन हामीसँग यसो हिँडेको मात्रै हो चुरा यस्तो गर्नु हिँडेको होइन टक्कसँगले हामी चाहिँ यस्तो खालको चुरा लगाइसके 2 दर्जन लाएँ गाइजहरू टक्कसँगले लो कसले भनेर मैले भनेको दाजु